यो पो मजाको त त्यही त पानी नभएर सुक्खा भएछ यो कालो कालो भएको छ नि सबै पाक्छ झरेको छ सबै पाँच खालको डाँडा जस्तै है सेम रातमाटी डाँडा जङ्गल पनि त्यस्तै लाग्यो माथि माथिको है त्यही त ठुलो भयो भने चाहिँ खजुर ठुलोलाई चाहिँ खजुर भन्छ सानोलाई खजौरी है खजौरी थाक्कल गैरनको जङ्गल पर्यो खजौरी सानो छोगडा सानो खजुर खजुर सानो खजुर धेरै फलिरहेको छ अब यो लगेर पानीमा केही दिन डुबाएपछि यो पाक्छ रे दुईटा मात्रै छ खजुर सानो बेलाको याद आइरहेको होला माथि माथि चाहिँ यो ठुलो रुखहरू छ तल तल चाहिँ सानो सानो खजुरको बोट छ साह्रै मिठो सेम खजुरकै स्वाद छ यता है कति धेरै आमाही नि त जसरी पनि जानु मन लाग्यो होला ल सानो बेलाको याद आयो तिमीलाई पनि उयो माथि पानीको ट्याङ्की है ए त्यहाँ त कस्तो बिना छ है खजुरी आमै त मजा आउँछ ल जे होस् आज क्या मजा कमिलाले पनि इन्जोय गर्दैछ खजुरको दाना सेम ठुलो खजुर जस्तै छ ठुलो खजुरको पनि यस्तै हुन्छ बिचमा चिरिएको है सेम छ सेम दाना यो चाहिँ सानो त्यो चाहिँ ठुलो फरक त्यति हो टेस्ट एउटै हो अब हामी यो भिरबाट ओर्लिँदै ओर्लिँदै त्यहाँ मजाले खजुर पाकेको ठाउँमा जाने साँप पनि हुन्छ कि खजुर पाकेको ठाउँमा
त्यही त रसिलो भएको छ। पाक्छ पनि है, न्युरो जस्तै रहेछ है। न्युरो नि मजाले पलाएर आउँछ नि पानी परेपछि। ठुलो खजुर चाहिँ अब सुकेपछि पनि अब खजु भयो, छोगडा भयो है, यो चाहिँ सुकेपछि चाहिँ स्वाद नहुँदो रहेछ नि। पानी नभएर सुक्खा भएको छ। यो कालो कालो भएको छ नि, सबै पाक्छ। झरेको छ सबै। यो पो मजाको त। त्यही त। मेरो बुढीको सबभन्दा फेभरेट।